So guys, finally म रुमबाट बाहिर निस्किरहेको छु. सो मेरो सुपर बाइक यहाँ छ, मिनी सुपर बाइक भने जे भने पनि यो आई लभ दिस. तर यसले चाहिँ अलि धुवा धुवा फाल्न थालिरहेको छ अहिले. सो मेरो सुपर बाइक यही हो. यो बाइक लिएर म जाने हो. सो गाइज फाइनली म निस्किसकेँ. गाइज 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 कति गाइज गाइज भन्नु है. ओ माई गॉड. अब चाहिँ कस्तो कुकुर हो यार. ल्याम्पमा आउनु खोज्छ त बिच बाटोमा. सो अहिले चाहिँ अबको ब्लगहरूमा चाहिँ म चाहिँ योभन्दा अगाडिको भिडियोहरूमा चाहिँ लाइक बाइक राइड गरेको मात्र भयो नि त, 20-25 मिनट, 10 मिनट, 20 मिनट होइन. सो त्यही भएर अहिले चाहिँ यो अबको ब्लगहरूमा चाहिँ नेक्स्ट अपकमिङ ब्लगहरूमा चाहिँ म राइडको जर्नी चाहिँ एकदम लिटरली मिनिमाइज गर्नुवाला छु कि होइन, एकदम थोरै होइन. सो धेरै धेरै चाहिँ लाइक कुराहरू चाहिँ क्लिप्सहरू चाहिँ लाइक सिनहरू चाहिँ लाइक त्यो क्यामेरालाई फेस गरेको होस् कि. सो फाइनली आज लाइक कति दिनपछि होइन, अब कति दिन त के भन्नु, यसरी क्यामेरा लिएर हिँड्दा अनि घाम लागिरहेको छ नि त. सो हिजो अस्ति काठमाडौँमा पानी पनि परिरहेको थियो अनि कस्तो मुडी अफवाला थियो कि सिजन होइन. अनि अहिले चाहिँ कस्तो खुसी लागिरहेको छ क्या, क्यामेरा लिएर हिँड्दा पनि मजा लागिरहेछ. सो अहिले चाहिँ म दरबार माघ आउनु लागिसकेँ. दरबार माघको बाटो चाहिँ प्रस्थान गर्दैछु. मेरो म्याप नै उल्टो चल्दिरहेको के तनाव. आई थिङ्क यहाँबाट तपाईँ लेफ्ट जानुपर्छ जस्तो लागिरहेको. यहाँबाट लेफ्ट नै जानुपर्छ. यो मुगल साई बिरानीमा जान नि कत्रो टाइमै लाग्ला जस्तो छ हौ. आला नलागि धेरै नै टाढा रहेछ यो त. त्यही माथि नयाँ बाटो यस्तो कन्फ्युज हुने क्या, कता छिरा छिरा जस्तो भइदिने क्या. किनकि फेरि यहाँ त एउटा बाटो ल्याम्पमा रङ गयो भने त फेरि टर्न नै घुम्नुपर्छ नि त. त्यो चाहिँ तनाव के. यताबाट त यहाँ टर्निङ लिनुपर्छ. यता त कता हो मुझे रडियो चाहिँ कता चाहिँ. सो गाइस फाइनली म चाहिँ मुगल साई बिरयानीमा आइसकेको छु. बिरयानी एकदम सस्तो पैसामा 150मा बिरयानी पाउँछ भन्थे नि. अनि खास यो रहस्य चाहिँ कस्तो रहेछ भने चाहिँ तपाईँको लाइक 150मा मिनीवाला सेट आउने रहेछ कि एकदम थोरैवाला सेट के. लाइक 150 बिरयानी हो कि मान्छेले सस्तो बिरयानी भन्छ नि. सो खास सस्तोवाला चाहिँ सस्तो चाहिँ होइन रहेछ. जस्ट लाइक अब त्यही बिरयानीको हाफ प्लेट हुन्छ नि, हाफ प्लेटलाई चाहिँ लाइक अब तपाईँको त्यो हाफ प्लेटलाई आधी गरेर चाहिँ त्यसमा दिएको कि 300को हाफ प्लेट आयो भने चाहिँ 150को त आधीको नि आधी कि 1 पाउ भने जस्तो कि आधी किलो अनि 1 पाउ भने जस्तो चाहिँ. सो त्यो चाहिँ खासमा त्यो रहेछ कि. सो यो हो चाहिँ 150को राज चाहिँ यो. सो 150मा 1 प्लेट आउने त्यस्तो चाहिँ होइन. सो बेसिकली चाहिँ म यहाँको टेस्ट चाहिँ चेक गर्न आएको होइन. अनि सो चेक गर्नु कस्तो हुन्छ होइन. सो यो बिरयानी हो. चिकन यस्तो हुन्छ. एउटा चिकन 150कोमा एउटा चिकन हुँदो रहेछ. अनि मलाई अभियसली
अनि मलाई मलाई चाहिँ यो बिरयानीको टेस्ट चाहिँ बबल लाग्यो भने so I'm gonna order more टाइपको so मासु चाहिँ यही हो है 150 को बिरयानीमा अनि अक्टोपस यो दुईटा मासु मासुको टेस्ट चेक गरौँ न biryani is kind of okay. त्यस्तो खतरा पनि होइन kind of okay. So finally मैले चाहिँ बिरयानी खान निस्किसकेको छु पेमेन्ट गर्न चाहिँ पेमेन्ट कति दिनु 150 के दियो है बिरयानी बिरयानी 150 वाला हजुर 150 हो त हजुर 150 म तपाईहरुको भिडियो देखेर चाहिँ आएको कि त्यो टिकटकमा हो स्पेशल हजुर कस्तो लाग्यो त्यस राम्रो छ स्क्यान गर हजुर सो यो बाइक अरु आइटमहरु चाहिँ नराख्नु पर्यो अहिले हैदराबादी छिन अनि अब चाहिँ राख्नु त राख्ने खै अब कहिले अब त्यो यो त कि मोर आइटम एड गरेको भए तपाईहरुले अझ बेटर हुन्थ्यो बिस्तारै बोल्दै यहाँ एकछिन आयो त्यो आइ बा हेलो Rupees 100 पेमेन्ट पनि गरिसक्यो अब चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ सो भर्खर चाहिँ मैले मुगल साई बिरयानीबाट चाहिँ थोरै बिरयानी खाएर आएको होइन 150 प्राइसको सो इट वाज ओके काइन्ड अफ होइन अनि पेमेन्ट गरेर निस्किसकेँ अनि फेरि तल यमाथि चाहिँ मुगल साई बिरयानी हो अनि यहाँबाट तल चाहिँ म आउँदाखेरि चाहिँ फेरि यहाँ चाहिँ यो चिप्पो यो लुम्बिनीको फुल कि तातो होइन लुम्बिनीको तातो फुल कि रहेछ पढ्ने चाहिँ उल्टो पढिरहेको मैले सो यहाँ चाहिँ यो रहेछ अनि त्यसरी मलाई चाहिँ त्यो बिरयानी चाहिँ ती अब खतरै बेटरवाला चाहिँ लागिरहेको थिएन नि त सो त्यही भएर फेरि अब यहाँ चाहिँ खानु पऱ्यो भनेर चाहिँ यहाँको चाहिँ फुडहरू चाहिँ ट्राई गर्नु पऱ्यो भनेर चाहिँ यहाँ चाहिँ छिरेको छु सो यो पसल चाहिँ यो हो सो मैले चाहिँ चटपटे बनाइदिनु एउटा होइन अनि त्यसपछि यो दही पुरी ओके अनि सो माथि बिरयानी खाँदाखेरि त्यस्तो अब लाइक भोक चाहिँ अब त्यति मेटेन नि त सो मैले चाहिँ हिजोबाट चाहिँ केही पनि खाएको छैन नि त लिटरली सो आम लाइक स्टिल लाइक हङ्ग्री मोडमा छु नि त म त्यही भएर चाहिँ बिरयानी पनि लाइक इट वाज लाइक थोरै नि सो 150 कति नै हुन्छ 150 को बिरयानी होइन सो मेरो चटपटे चाहिँ रेडी भइसक्यो चटपटे चाहिँ रेडी छ चटपटे So finally माथिको चटपटे चाहिँ के माथिको बिरयानी चाहिँ एउटा सो भएर ओके अनि सो पहिलेसम्म तल चटपटे खानु सो राइट आफ्टर त्यसकै तल सिधा चटपटे बसेछ त्यस्तो मिठो सक्छ It's okay. So finally मेरो दही पनि आएको छ यो चाहिँ दही पुरी म चटपट खाएको छैन
Police होता है यार I'm not like my second time everything Tara, kunin na natin tayo. Ay, ano pa lagi? Sorry. Little Balvin. Hello, mommy. Hello, Tony. Hello, mommy. चलो दाई पूरी बात बोलते हैं Mommy, mommy, मैं mommy. भूख लग रही बनी वाला Mommy. That was good so अब हामी चाहिँ पेमेन्ट गर्ने सिन गर्ने छ पेमेन्ट गर्ने सिन Oh, sorry. अब बाटोमा आउनु केही देख्यो भने त्यहाँ पनि खाने हो त्यो लाग्यो रुमबाट चाहिँ आउँछ कति भन्छ 4:30 लागिसक्यो अब चाहिँ मलाई फेरि एकछिन जिम जानुपर्ने हुन्छ सो त्यसको दहीपुरी दामी थियो यार बिरयानी त मलाई त्यस्तो खतरा खास केही लागेन है इट वाज ओके नर्मल त्यो बिरयानी त म घरमा पनि पकाइदिन्छु त यार त्यत्तिको टेस्टको बिरयानी त बात तो सही है त्यहाँ चाहिँ हाउ वाज द टेस्ट भनेर सोधिरहेको थियो होइन अब हाउ वाज द टेस्ट त भनेर कस्तो चाहिँ टेस्ट भनिरहेको थियो अब नराम्रो त के भनिदिनु भनेर अनि भनिदिएको हो ला मोमो कुन बाटो आयो फेरि मलाई यस्तै हुन्छ कन्फ्युजन हुन्छ क्या सधैँ ए के भन्छ त्यो अघि त्यहाँबाट निस्केको त कता छिरेछ थाहै भएन यार सेम बाटोमा पहिला जताबाट गएको त्यही बाटो फर्किरहेको छु भनेको त कहाँ छिरेछ थाहै नभएर अहिले फेरि म्याप हेरेर हिँडिरहेको छु म लास्ट हो कि फर्किँदाखेरि यही बाटो आएको जस्तो लाग्छ होइन लामो अनि अर्को बाटो कहाँ पुगिरहन्छ पूर्वबाट आएको भने पश्चिम पुगिसक्दै हुन्छ यो पुलहरू त त्यो शिक्षकहरूले आन्दोलन गरेको पुल होइन र त्यो डान्स गर्ने मास्टर नाचेको पुल होइन रे त हो जस्तो लाग्यो मलाई आन्दोलन सकियो हो गाइजहरूको आन्दोलन सकिएछ भने त भन्छ है उताबाट फर्किएर आउँदाखेरि कस्तै यार बाटै कहाँ छिरे के अहिले फाइनली चाहिँ म रुममा फर्किनु लागिसकेको छु अनि रुममा अरू कतै राम्रो खाने ठाउँहरू देख्यो भने छिर्नुपर्छ कि भनी सोचेको थिएँ तर कतै पनि त्यस्तो देखिनँ यार सो यहाँ चाहिँ अति नै धुलो रहेछ सो फाइनली अब रुममा पुग्न लागिसकेँ म होइन रुममा पुगेर चाहिँ एकछिनमा पुग्छु अनि अब यसपछि मलाई फेरि जिम क्लास जानुपर्ने हुन्छ जिम जानुपर्ने हुन्छ सो त्यही भएर चाहिँ अब आई थिङ्क म खाँदिनँ पनि केही पनि सो तर आज त्यस्तो 150को बिरयानी खानको लागि 400 रुपियाँको तेल भयो नट वर्थ इट यार भने यार 150को बिरयानी खानको लागि 400 रुपियाँको तेल गयो भने त मेरो सो अनि बिरयानी पनि त लाइक अब त्यस्तो वर्थ इट छैन यार त्यो इट वाज ओइली नि त ओइली मात्र थियो अब चाहिँ नेक्स्ट टाइम मैले कुनै ठाउँमा खाना खाएँ भने कम्प्लिमेन्ट दिँदाखेरि मलाई मिठो लागेन सिधै भनिदिन्छु मैले ल किनकि जे त्यो भन्नु पऱ्यो नि त होइन सो आउनु से द्याट के सो गाइज ओके फाइनली बाई सी यु गाइज है भ्लग अब फेरि भोलि अर्को आउँछ अर्को कन्टेन्टमा आउँछ सो आई डोन्ट नो लाइक अब भोलि अब खानेकुराकै कन्टेन्टमा आउँछ केमा आउँछ थाहा छैन तर आउँछ जेमा आउँछ होइन एउटा कन्टेन्टमा आउँछ सो लभ यु अल गाइज थ्याङ्क यू टेक केयर सो पिस आउट होइन अनि जसले मेरो चाहिँ युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेको छैन प्लिज सब्सक्राइब गर्नु होला होइन भिडियोलाई लाइक कमेन्ट सेयर
सबै गर्नु होला, जे गर्नुपर्छ सबै गर्नु होला। लोभ नगरिकन गाइज है, किनकि तपाईँहरूको केही पनि सकिँदैन कि। प्लिज जस्ट डु इट है त, सपोर्ट गर्नुपर्ने हुन्छ। र गिभवे त खतरा आउँदै छ होइन। 1000 सब्सक्राइबरमा गिभवे गर्ने भनेको खै त सब्सक्राइबरै बढ्दैन। हुन त मैले भिडियो पनि बनाएको छैन अनि कन्सिस्टेन्सी नै छैन मेरो, त्यही पनि स्टिल जतिले पनि हेर्नुहुन्छ आई थिङ्क लाइक मेरो भिडियोहरूलाई चाहिँ युट्युबले पनि फर यु पेजमा चाहिँ लाइक पुस नै गरिरहेको छैन क्या युट्युबले नै। सो त्यही भएर नि हो जस्तो लागिरहेको छ मेरो भिडियोजहरूमा चाहिँ लाइक भ्युजहरू चाहिँ कम भएको। इट्स ओके, डजन्ट म्याटर, ठिक छ। थ्याङ्क यू गाइज, लभ यु अल।